एउटा चेतनाको स्तर एउटा तहमा पुग्यो भने र एउटा सकारात्मक सोच चेतनाको विकास भयो भने मात्रै सबै कुरा समृद्धिको एउटा आधार मान्न सकिने रहेछ। पर्यटनले हामीलाई सिकाइरहेको कुरा अहिले हामीलाई व्यावसायिक हिसाबले एउटा टेम्केमैनको जीवनस्तर उकास्ने त हो नै हो, तर त्यो जीवनस्तर उकास्नुको लागि हामी सबै सामूहिक चेतनाको र सामूहिक सकारात्मक सोचको अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै जरुरी कुरा भनेको चाहिँ यो हाम्रो स्थानीय सरकारको मात्रै होइन, 2-4 जना व्यवसायीको मात्रै होइन, यो आम सिङ्गो हामी टेम्केमै हुँदै भोजपुर, खोटाङ, अन्य रिलेटेड जिल्ला त्यसैगरी प्रदेशकै हो भन्ने हिसाबले हेरियो भने मात्रै यो पर्यटन विकासलाई माथि उठाउन सकिने रहेछ। त्यसकारणले यो महोत्सवको औचित्य र उद्देश्य अत्यन्तै महत्त्वपूर्ण छ। त्यसकारणले हामी यहाँनिर बहकिने कुराहरूमा एउटा सेन्टिमेन्टको कुराहरूमा धेरै कुराहरू गरिहाल्ने खालको प्रवृत्ति पनि हाम्रो छ, तर हामी अहिलेसम्म टेम्केमै गाउँपालिकाले थामिएर के हो यो गर्न सक्ने कुराहरू के हुन्, सम्भावना भएका कुराहरूलाई मात्रै खोजी गरेर हामी चाहिँ कार्यान्वयन गराएर अगाडि बढाउनु पर्छ भन्ने सन्दर्भमा हामीले पर्यटनको विकासको सिलसिलामा धेरै हाम्रा विभिन्न ठाउँहरूबाट विभिन्न खाले प्रस्तावहरू आइरहेका हुन्छन्। त्यसले दीर्घकालीन रूपमा हामीलाई सपोर्ट गर्छ कि हामी क्षणिक रूपमा मात्रै त्यस्ता कुरा चाहिँ होइन एउटा चाहिँ